नुनु गर्नुस् छोराको घरमा बेड छैन हो बेड छैन यो बेड ए त्यसैलाई बेड बनाउनु भएको ए आको कोटो छोराको मम्मा बाबाले रुममा सुत्न दिनु भएन हो हो हुन्न नि त्यस्तो गर्ने ब्याड ह्याबिट हो अनि कीर्तिस मजा भा हो के गर्नु भयो नि कपाल बिग्रियो छोरीले कपाल कहिले काट्ने नि हजुर मामाले काट्यो ए छोराको कपाल मामाले काट्दिने हो सानो मामाले कि ठुलो मामाले नि ठुलो मामाले ए ठुलो मामाले ठुलो मामा कहाँ हुनुहुन्छ नि छोराको जापानमा अनि सानो मामा नि सानो मामा कहाँ हुनुहुन्छ नि बजारमा भन्नु न अनि कपाल काटेपछि कस्तो काट्नु नि हस्पिटलमा जानुभएको थियो हस्पिटलबाट त माइजूलाई घर लिएर जानुभयो अरे अनि बिहान दिदीलाई भेट्न मन लाग्यो अब हजुर आफै कुरा गर्नुहोस् न त अरू के कुरा गर्न मन लाग्यो पखाना पुत्र आमा बजारमा हजुर कपाल बिग्रियो बान्ने लबडले कसरी बान्नुहुन्छ छोरो हिरो भन्नुहोस् त कसरी हिरो बन्नुहुन्छ नि कपाल ठाडो पार्ने बाबाको जस्तै गराउने छोरोले कपाल बाबाको जस्तै बाबा जस्तै बनाउने हस् अब काट्ने है त छोराको कपाल हुन्छ रुनुहुन्न है मुन्न नि रुनुहुन्न खुसी हुनुपर्छ कपाल काट्दाखेरि त मामा चाहिँ हाँस्नुहुन्छ है जानु भएको होइन छोरो स्कुल कहिले जाने हो नि आज जान्छौ ए अनि साथीहरू बनाउँछौ नयाँ नयाँ साथी बनाउनुहुन्छ धकाल्दैन छोरोले नि नधकाल्ने साथीले नि धकाल्दैन हस् माया गरेर खेलौँ भन्नुहोस् कहिले धकाल्यो को दिदीले धकाल्यो त्यसरी दिदीको नाम के हो नि भन्नुहोस् न त नाङ्गे भयो छोरो त्यस्तो गर्नुहुन्न नाङ्गे भयो भने त के हुन्छ थाहा नाङ्गे बाबाले लान्छ नाङ्गे बाबा भैयाले लान्छ यस्तो नाङ्गे बस्नुहुन्न छोरो त कति ठुलो हुनुभयो है बाइकमा आफै चढेर आफै नुनु गर्नु भएको छ है मजा आयो यस्तै चढ्नलाई हजुर ए चप्पल खसाल्नु भयो किन नि गर्मी भएर हो
केले पिट्यो र यसले नट पोलो बाइला हो रात परो परेपछि के हुन्छ र अन्धार रात परेपछि अँध्यारो हुन्छ भूत टोलेला जानु न मम्मा हजुर मम्मा हजुर खै त मम्मा हजुर कहाँ हुनुहुन्छ मामु हजुर भन्नु न ए मम्मी नभन मामु हजुर भन किन नभन्ने नभन्ने तनाव भयो भने छोराले कस्तो गर्नुहुन्छ नि तनाव भयो भने कस्तो गर्नुहुन्छ नि कसरी गर्नुहुन्छ तनाव टाउकोमा हात लानुहुन्छ दाब दिनुभयो अनि छोरो रुनु भयो कि नाइ त कसरी रुनु भयो नि खै त रोको स्टाइल कसरी हो कसरी रुनु भयो भन्नुहोस् त यही बाइकमै सुतेर बस्ने हो छोराको यो त खाइदिनु पर्यो यो खाइदिन्छ है यहाँ छ फेरि खाम के हो नि त्यो फेरि खाइदिउँ अब त दिन्न ल त नि आफ्नो सामान आफ्नै ठाउँमा गयो है फेरि खान्न अब त सधैँको लागि लगिदिन्छु फेरि अब दिन्न बाबा प्लिज दिनुहोस् भन्नुहोस् मम्मा कुरी हो बाबाको के हो त हजुर बाबाको पुठ हो मम्माको कुरी हो ल त नि मम्माको राखिदेऊ त नि ल राखिदेऊ मिलाएर राखिदेऊ ओ मिल्यो मैले पुट खाइदिने हो र हान्न त लुकेर खाने यहाँ दिनुहोस् हालिदिनु जाम है रुममा जाम है त सर ल रुममा जाम म खाना खान जान्छु भन्नुहोस् खाना खाना जाम छ लडिन्छ जाम उठ के जाम कोठामा झ्याउलायो यहाँ आनन्द भा जाम कोठामा छ
निकाल्दिन कोठामा जाऊँ के मम्माको कुदी निकाल्दिन जाऊँ कोठामा मम्माको कुदी निकाल्दिन यो ल फा गरिदियो जाम रुममा चप्प जाम रुममा गरेर ल छोप्नु निकाल्दिन ल निकाल्दिएँ ल मेरो बहिनी हो मेरो बहिनी हो तिम्रो बहिनी हो बाबाको के हो त पापा छोरो हो पापा छोरो हो बाबुको पापा हो पापाको ल त जाम है त घुममा नहीं